आन्दोलनको नाममा जसरी तिमीहरू वर्दीको मजाक उडाएको छौ नि, नेपाल प्रहरीको अपमान गरेको छौ नि, त्यसको परिणाम तिमीहरूले भोग्नै पर्छ। तिमीहरूको बाउले दिएको दाइजो थिएन वर्दी, त्यो वर्दी पाउनको लागि कति सङ्घर्ष गर्नुपर्छ मैले देखेको छु। तपाईँहरूलाई के थाहा वर्दीको महत्त्व कति हुन्छ भनेर। तिनीहरूलाई जो वर्दी लगाइरहेको हुन्छ तिनीहरूलाई जो वर्दीको महत्त्व कति छ भनेर। जब चाडपर्व आउँछ सबैजना आफ्नो दाइ भाइहरूसँग रमाइरहेको हुन्छौँ, तर हाम्रो भाइ आउला भनेर कुरेर बसिरहेको हुन्छ। तर के थाहा तिमीहरूलाई, हाम्रो भाइहरू तिमीहरूको सुरक्षा गरेर बस्छ, हामीसँगै चाडपर्वमा पनि हुन पाउँदैनौँ। त्यो त्याग देखेनौ तिमीहरूले। एक दुईजनाको कारणले तिमीहरू सारा नेपाल प्रहरीलाई रुवाएको छौ, उसको फ्यामिलीहरूलाई रुवाएको छौ, नेपाल आमालाई रुवाएको छौ। परिवर्तनको नाममा कति विनाश गरेको तिमीहरू देखेको छैनौ। तिमीहरू मान्छे होइन, मान्छेको नाममा पशु भइसकेको छौ। पशु दया माया भन्ने चिजै रहेन तिमीहरूप्रति। हुन त सतीले श्रापेको देश हो भन्छन् नेपाल। कहाँ पाउँथे मेरो भाइहरू न्याय? तिमीहरूलाई चोट लाग्दा, तिमीहरूलाई केही हुँदा, हत्या हिंसा हुँदा तिमीहरूलाई नेपाल प्रहरी चाहिन्छ। तर तिमीहरू यसरी मजाक बनाइदियो नि। अब कहिले पनि नेपाल प्रहरीलाई हार गुहार नगर्नु। तिमीहरूलाई हत्या हिंसा भयो भने तिमीहरू आफै सल्टाउनु। किन अर्काको छोराछोरीलाई दुःख दिन्छौ? सक्छौ भने नेपाल प्रहरी खारेज गर्दैन। किन पठाउँथ्यौँ हामी तिमीहरूको कुटाइ खानलाई, हाम्रो दाइ भाइलाई? तिमीहरूको घरबाट सुरक्षाकर्मी जन्मे पो तिमीहरूलाई महत्त्व थाहा हुन्छ। मान्छे मारेर सबै